के छ यार यार साथी तिम्रो त जब लाग्यो भन्ने सुनेको थिएँ नि त अनि यार त्यहाँ यस्तो रमाइलो ठाउँमा लागेको थियो अनि कति छ नि तलब चाहिँ महिनाको खतरा नि यस्तो बबा छ मान्छे त स्ट्रिक होला त घर पुरै स्ट्रिक त के भन्नु चिल छ यस्तो नेटफ्लिक्स चिल छ भन्नु उयो ए रमाइलो रहेछ यार हाम्रै रहेछ त्यही भने बेकार लागिरहेको खाजा चाहिँ खाने होला नि त्यस्तो त्यो होइन यार भोलि फर्स्ट डे हो अनि प्रिपेयर गर्नुपर्छ अलिक त्यही भएर अलिक ढिला छ मलाई पार्टी चाहिन्छ है साथी मलाई चाहिँ हेर पार्टी त दिइहाल्नु न त्यो खत्रै राम्रो फेरि दिइहाल्नु ल साथी त्यसो भए ल त ल। हतार भयो त ल ल साथी ल यार भोलि त जबको फर्स्ट दिन रमाइलो गर्नुपर्छ यस्तो दामी चिल कम्पनीमा जब पाएको छु कि लाइफ त मेरो सेट छ अब तर फर्स्ट दिन हो यार लुगा त दामी लाउनुपर्छ फर्स्ट इम्प्रेसन भनेको त हान्नै पर्छ अफिसमा म त पप्पा लुगा लाउँदै हेडफोनमा गीत सुन्दै जानु पर्ला जस्तो छ ल जाऊ रेडी हुँ भोलिको लागि प्रोफेसनल लाइफ पो सुरु हुँदैछ त मेरो It's gonna be fun. The next day. म जोइनी अहिले नयाँ जोइनी त्यही भएर आर्जन हेलो हेलो सर के काम पर्यो होला आज नयाँ जोइनी हो म बोसँग कुरा गर्न आएको हजुर हजुर कुनै विषयमा जानु न है थ्याङ्क यू हेलो तिम्रो लागि कल गरेको थियो भाइ आउनुहोस् भनेर लाइन त बस्नु परेन नि इन्टरभ्यूमा केही भयो कि छैन त्यो त्यस्तो गाह्रो थिएन यसरी चिल भाइ त पुरै फरवर्ड हुन्छ भाइ त पुरै ब्यागी छ ए ड्रिपिङ हो सर सरले पो भन्छ हौ दाइको सम्बन्ध छ अनि पार्टी छैन दाइलाई ए पार्टी दिने सोचिरहेको थिएँ अब हेरौँ न अब के हुन्छ विदेशी फन्डले चलेको अफिस मैले दाइले दिन्छ नि कार्ड दिन्छु म चाहिँ अनि साँझ दिने यस्तो साँझ भेट्नुपर्छ दाइलाई ए पार्टी हाल्ने अनि पहिला कहीँ काम गरेको थियो कि भाइले पहिला खासै काम त गरेको छैन मैले अब कलेज यो अफिसमा त्यस्तो काम चाहिँ हुँदैन होइन भाइले देखाएर टक्क आउने ड्रेस कोड केही फरक परेन दाइसँग यहाँसम्म मिलाइदिन्छ अटेन्डेन्स लाउने त्यसपछि बिहान दाइलाई बसेर चिया सुट खाने दिउँसो एक ट्याग लाउने त्यसपछि साँझ दाइले भाइ भर्ती हुनुपर्छ अन्त असफल छ नि घरतिर घरतिर सब थिन्छ हजुरको के हो काम यस्तै यस्तै हो क्या त काम भाइ यार बस्यो यत्तिकै खायो हेर भुँडी मिलाइसकेको छ कति गाउँछ यस्तै ठिकै छ भाइ काम नगरेर कमाइरहेको छ त्यसरी आउनु न यही अफिसमा दाइले मोज गर्नुपर्छ ल भाइ अब भयो क्या भेट्नुपर्छ ए पार्टी कस्तो पार्टीमा आउनु पार्टी त गर्नु सबैजना हुन्छ ल भाइ ल ल अनि यो मैले भन्थेँ नि हेलो 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 एक्सक्यूज मी तपाईँलाई अस्ति इन्टरभ्यू लिँदाखेरि ड्रेस कोडको बारेमा कसैले के भनेन घाँटीमा हेडफोन ज्याकेट लगाएर आएको छ यसरी त भएन नि त दिस अफिस यहाँ काम गर्नुपर्छ तपाईँले यदि तपाईँ मेरो अन्डरमा काम गर्दै हुनुहुन्छ भने तपाईँले डिसिप्लिन र टाइमलाई चाहिँ एकदमै मेन्टेन गर्नुपर्छ यो एउटा विदेशी संस्थाबाट चलेको अर्गनाइजेसन
या तपाईँले सबै कुरा टाइममा गर्नुपर्छ। अनि वर्किङ आवरमा चाहिँ तपाईँले पछि त बोल्न पाउनुहुन्न, आफ्नो काम गर्ने तपाईँलाई सर्टेन टास्क दिएको हुन्छ हरेक विक, त्यो चाहिँ तपाईँले कम्प्लिट गर्नै पर्छ। नत्र भने आज तपाईँको फर्स्ट इयर भोलि तपाईँको लास्ट इयर पनि हुनसक्छ। अरू केही क्वेरी छ? यु मे लिभ अनि अब नेक्स्ट टाइम अफिसमा आउँदाखेरि यो कपाल चाहिँ साइडको 0 र अगाडिको 1 मा हुनु पऱ्यो, अनि फर्मल लाएर आउनु पऱ्यो। तपाईँको ट्रिपी लुकले यहाँ पाउँदैन बुझ्नुभयो? धेरै मान्छे छन् लाइनमा, बुझ्नुहुन्छ होला, जान सक्नुहुन्छ। अस्तिको काम के? Hello sir, how are you? I'm fine. हजुरको शुभ नाम? I am Sasank Pandey. हजुर अहिले के जब गरिराख्नु भएको छ? I am a full-time faculty here at IIMS College. BCS चाहिँ डोमेन हो मेरो। सो हजुरको लागि चाहिँ के लाग्छ वर्क प्लेसमा स्ट्रिक्ट इन्भाइरोमेन्ट या लुज इन्भाइरोमेन्टले सजिलो हुन्छ? हजुरको केसमा चाहिँ के छ? Being a lecturer myself, I think strict environment चाहिँ मलाई चाहिँ सुट गर्छ होला, बिकज एउटा फर्मालिटी अनि स्ट्रिक्ट गाइडलाइन्सहरूमा वर्कआउट गर्नुपर्ने भएको कारणले चाहिँ लुज भयो भने चाहिँ आफू अलिकति इन्फर्मल हुने, त्यो फ्लेक्सिबल वर्क टाइमिङले गर्दाखेरि चाहिँ डेडलाइन्सहरू मिट नगर्ने हुने नसक्ने भएको कारणले चाहिँ स्ट्रिक्ट इन्भाइरोमेन्ट नै आई विल प्रिफर द्याट। सो अब हजुरलाई के लाग्छ काम गर्ने ठाउँ कस्तो हुनुपर्छ? काम गर्नलाई एटलिस्ट एउटा कोअपरेटिभ वर्किङ इन्भाइरोमेन्ट हुनुपर्छ, अनि कन्टिन्युस लर्निङ हुनु पऱ्यो। एकअर्काले जसलाई पनि हेल्प गर्ने यु क्यान लर्न फ्रम एनी वान। एउटा अलवेज ग्रोइङवाला वर्क इन्भाइरोमेन्ट चाहिँ भइराख्नुपर्छ। थ्याङ्क यू। वेलकम। एक्सक्युज मी सर, हजुरको शुभ नाम? विशाल कार्की, बिएसकेसी तपाईँहरू अहिले के गरिराख्नु भएको छ? स्टुडेन्ट अहिले स्टुडेन्ट नै हो। तपाईँहरूलाई चाहिँ के लाग्छ प्रोफेसनल मान्छे बन्नु भनेको चाहिँ के होला जस्तो लाग्छ? प्रोफेसनल मान्छे बन्नु भनेको चाहिँ अब आफ्नो कामहरू टाइममा गर्ने, अनि अब अफिसहरू जस्तो अब अफिसमा गर्ने आफ्नो कामहरू सबै बेलैमा सिद्धाउने, स्टुडेन्टमा पनि अब आफ्नो एसाइनमेन्टहरू हुन्छ, वर्कहरू हुन्छ, सबै बेलैमा सिद्धाउने, त्यही हो। त्यही डिसिप्लिनमा बस्नु भयो, त्यस्तै डिसिप्लिन इज द की अफ सक्सेस, त्यही हो। थ्याङ्क यू। अब अर्को एउटा पनि क्वेसन सोध्छु र तपाईँहरूलाई चाहिँ के लाग्छ कि हाम्रो आफ्नो वर्क इन्भाइरोमेन्ट चाहिँ कस्तो हुनुपर्छ? स्ट्रिक्ट हुनुपर्छ कि लुज हुनुपर्छ जस्तो लाग्छ? लुजै हुनुपर्छ, तर त्यस्तो खुल्ला पनि छोड्नु भएन होइन। टाइम म्यानेजमेन्ट हुनु पऱ्यो, डिसिप्लिन हुनु पऱ्यो होइन, कोअर्डिनेसनहरू पऱ्यो, इत्यादि हुनु पऱ्यो। थ्याङ्क यू तपाईँहरूलाई। धन्यवाद।